नेपालको स्विट्जरल्यान्ड अफ नेपाल भनी चिनिने रमणीय पर्यटकीय स्थल कुन हो? ए. खप्तर क्षेत्र, बी. बन्दीपुर, सी. पोखरा, डी. धम्पुस। सही उत्तर बन्दीपुर। तनहुँ जिल्लामा अवस्थित बन्दीपुरलाई यसको सुन्दर हावापानी, मौलिक नेवारी बस्ती र हिम श्रृङ्खलाको मनमोहक दृश्यका कारण नेपालको स्विट्जरल्यान्ड भनिन्छ। नेपालमा राष्ट्रिय जनगणना सामान्यतया कति वर्षको अन्तरालमा गरिन्छ? ए. 5 वर्ष, बी. 8 वर्ष, सी. 10 वर्ष, डी. 12 वर्ष। सही उत्तर सी. 10 वर्ष। नेपालमा हरेक 10-10 वर्षमा राष्ट्रिय जनगणना गरिन्छ। पहिलो राष्ट्रिय जनगणना विसम 1106 वर्षमा भएको थियो। 1968 मा सम्पन्न भएको थियो र पछिल्लो राष्ट्रिय जनगणना विसम 2078 मा सम्पन्न भयो। काष्ठमण्डप, जुन काठमाडौँको नामको स्रोत पनि मानिन्छ, यो पुरातात्विक संरचना कुन एउटै रुखको काठ प्रयोग गरेर बनाइएको किंवदन्ती छ? ए. साल, बी. सखुवा, सी. खयर, डी. सिमल। सही उत्तर घ. सिमल। काठमाडौँको मुख्य सम्पदा काष्ठमण्डप, मरुसत्तल एउटै सिमलको रुखबाट बनाइएको भनिन्छ। यही काष्ठमण्डप शब्द अपभ्रंश भएर काठमाडौँ नाम रहन गएको विश्वास गरिन्छ। नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो, जसको जडित क्षमता 456 मेगावाट रहेको छ? ए. कालीगण्डकी, बी. चिलिमे जलविद्युत आयोजना, सी. माथिल्लो तामाकोशी जलविद्युत आयोजना, डी. त्रिशुली जलविद्युत आयोजना। सही उत्तर सी. माथिल्लो तामाकोशी जलविद्युत आयोजना। दोलखा जिल्लामा अवस्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो, जसको क्षमता 456 मेगावाट छ। यसले देशको ऊर्जा क्षेत्रमा ठूलो योगदान दिएको छ। नेपालको कुन हिमाललाई सगरमाथाको बहिनी, सिस्टर अफ एभरेस्ट भनेर पनि चिनिन्छ, जुन सगरमाथाको दक्षिणमा रहेको छ? ए. चोओयु, बी. लोत्से, सी. मनास्लु, डी. धौलागिरी। सही उत्तर ख. लोत्से हिमाल। लोत्से हिमाल संसारको चौथो अग्लो शिखर हो। उचाइ 8516 मिटर। यो सगरमाथाको नजिकै दक्षिणपट्टि अवस्थित छ र यसको भौगोलिक निकटताका कारण यसलाई सगरमाथाको बहिनी पनि भनिन्छ। नेपालमा कागजी नोटको प्रचलन कहिलेबाट सुरु भयो? ए. विक्रम सम्वत 1990, बी. विक्रम सम्वत 2007, सी. विक्रम सम्वत 2013, डी. विक्रम सम्वत 2019। सही उत्तर सी. विक्रम सम्वत 2013। नेपालमा कागजी नोटको प्रचलन विक्रम सम्वत 2013 साल असोज 1 गतेबाट सुरु भएको हो। यसअघि मोहर नामको सिक्का मात्र चलन चल्तीमा थियो। नेपालको इतिहासमा पहिलो पटक आम निर्वाचन कहिले सम्पन्न भएको थियो? ए. विक्रम सम्वत 2007, बी. विक्रम सम्वत 2010, सी. विक्रम सम्वत 2015, डी. विक्रम सम्वत 2025। सही उत्तर सी. विक्रम सम्वत 2015। नेपालमा पहिलो आम निर्वाचन विसम्वत 2015 सालमा सम्पन्न भएको थियो, जसले बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको सुरुवात गरेको थियो। कालीगण्डकी नदीले बनाएको संसारकी सबैभन्दा गहिरो गल्छी कुन हो, जुन धौलागिरी र अन्नपूर्ण हिमालको बीचमा अवस्थित छ? ए. लाङटाङ गल्छी, बी. कर्णाली गल्छी, सी. अन्ध गल्छी, डी. बेनी गल्छी। सही उत्तर सी. अन्ध गल्छी। म्याग्दी जिल्लामा अवस्थित अन्ध गल्छी वा गहिरो कालीगण्डकी गल्छीलाई संसारकै सबैभन्दा गहिरो गल्छी मानिन्छ, जुन धौलागिरी र अन्नपूर्ण जस्ता अग्ला हिमालहरू बीचबाट बगेको छ।